आमा हाय होइन म यति साह्रो कालो किन भएको? म गोता गएको नि आमै काली छ त कसरी गोरो हुन्छस् तिमीलाई सबैभन्दा बढी कसको माया लाग्छ? बाको तिमी पनि मेरो लागि सत्थोक हौ नि दिदी। म तिम्रो किरण, तिमी मेरो उज्यालो है दिदी। दिदीको माया आमाको जस्तै अनि भाइको साथ छाया जस्तै। यही त हो सबैभन्दा मिठो सम्बन्ध। म मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु। पढ्छ है छोरी? ओइ पढ्छ नि है। आउ आउ। घाम जस्ता बाबुहरू ए पागलनी घरमा बाँधेर राख्नु पर्ने छोरीलाई स्कुल पठाएर के काने डाक्टर पाइलट बनाउँछु भन्नु भएको छ। दिदीलाई खासमा के भएको हो? खै के भएको तिम्रो कुल बिग्रिएको छ। कुल देवताले गर्दा नै तिम्रो छोरीलाई यस्तो भएको हो। तेरी छोरी भक्के मानेकी छे। तेरो छोरीले तेरो उद्धार गर्छ। ओइ बुढो, मेरो दिदीलाई के गरे? बक म बुवालाई भन्दिछु। आइज दिदी। आया! हेर्दै जा, तेरा छोरीलाई मैले जाने छु। यसले गर्दा आज कति वचन सुन्नु पर्यो। यो जन्मिनु सट्टा त मेरो घर पै तुएको भए हुन्थ्यो नि। हिन भनेको पार्वती ले 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 म त बोस रे मर्नु पर्ने मान्छेलाई बोस भन्छ। बोस भएर किन बस्ने? मेरो बच्चा खोइ मेरो साथी छोरीको मेरो बाबा चाहिँ मेरो काछो मलाई मेरो बच्चा चाहियो उता मेरो दिदी बाटोमा एक्लै छ। मलाई जान दिनु न। दिदी!